हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। अनि आज चाहिँ म चाहिँ बजारतिर जाउँ भनेको एकछिन बाहिर काम छ सानो, तपाईँलाई देखाउँछु कहाँ जान्छु भनेर हेर्दै गर्नु होला। म चाहिँ रेडी भइसकेँ, मेरो चाहिँ आजको लुक यस्तो छ। कानको लगाउन आँटेको कानको चाहिँ यो लगाउनु छ चाहिँ लिपस्टिक लगाउँछु। चप्पल निकाल्छु, पूजा लगाउनुपर्छ। त्यो छ चप्पल अस्तिको हो किनेको, पूजा लगाउँ भनेको खै धेरैजना यो लगाउनु पऱ्यो। आज ताला लगाउनु आँटेको लुगाहरू सुकाएर थियो हो, दिन कस्तो ढुङ्ग भइरहेको छ आजको दिन वेदर। लुगा सुकाएर थियो, वेदर आज कस्तो छ ढुङ्ग खालको छ। लुगा पनि आज सुक्थ्यो, यतिकै लुगा आज चाहिँ निस्किहालेको बजार। मलाई के हुन्छ कस्तो हुन्छ के हुन्छ अपडेट हुन्छु। त्यही बाटो पनि छ, दुईवटा बाटो छ, यहाँबाट पनि पुग्छ, यताबाट ठोसो गुम्बा पुग्छ सर्टकट। यहाँबाट पनि छ, यहाँबाट चाहिँ यहाँबाट त्यो के भन्छ रुख हार्डवेयरको बाटो निस्किन्छ। यहाँबाट चाहिँ सर्टकट बाटो छ, यस्तो छ घरको बाटो हो, यहाँबाट पनि पुग्छ। यता पनि छ गल्लीहरू, हेर्नुहोस् गाइस यस्तो छ बाटो गल्ली। आयो अब म चाहिँ सामान बोकेर जान्छु है। यस्तो छ बाटो, घरबाट छ यहाँ देखेको छ है। बाटो सामान बोकेर छ यो बाटो निस्किन्छ 10 माइल पर, 10 माइलको बाटो निस्किन्छ यो बाटै छ गल्ली। हेर्नुहोस् यसो गयो भने चाहिँ यसो हुन्छ यहाँबाट। हेर्नुहोस् यो बाटो निस्किन्छ तपाईँहरूको सर्टकट, तलको बाटो अहिले आएको त्यो पुग्यो नि ठाउँसम्म, यहाँबाट निस्किन्छ। यहाँ चाहिँ 10 माइल फाटक आइपुग्यो, यहाँनिर फाटक आइपुग्नु अहिले 10 माइल फाटक। दोकानहरू छ, आज अलिक खाली खाली छ, दिन पनि जाडो जाडो छ, तर मलाई त ठिकै लागिरहेको छ। त नयाँ दोकान खोलेको छ 10 माइल फाटक चाहिँ पर केसँग रेस्टुरेन्ट, रुख हार्डवेयर चाहिँ रुख इन्टरप्राइज यहाँ छ, यतानिर फाटक छ। यहाँ 10 माइल फाटक आइपुग्यो, यहाँनिर शर्माको हस्पिटल थियो यो, अझ यहाँनिर 10 माइल फाटक आइपुग्यो। गाडी तल
पाको आइपी पाको एउटा सिके पाक पनि भन्छ आइपी पाक भन्छ इन्डस्ट्रियल पाक यहाँनिर दुईजनाले भएर मोमो बनाउनुहोस् है यहाँ रूपा दिदी र भाउजूले बनाउनुहोस् है यहाँ चिकन मोमो आउनुहोस् है तपाईँहरू पनि यहाँ दामी पाउँछ दामी पाउँछ आइदिनु है यसो खाइदिनु यहाँ भाउजू के भन्नु गाइसहरू यसो चिकन मोमो आएर खाइदिनु दामी दामी स्पेसल मोमो बनाएर बेच्दैछ हामी यति बनाइसक्यो खाली यहाँ सुक्खा फम्बी छ यहाँनिर अर्को फम्बी छ भुटेको फम्बी छ भित्र आउनुहोस् न यहाँ आलु छ चाना छ उयो मुनिको चाहिँ के हो थुक्पा छ कतिको लिबी छ गाइसहरू आएर भाउजू के भन्नु छ लु आउनु भन्नु प्याकिङ गर्छ भाउजूले मिठो पाउँछ यता आउनुहोस् है स्ट्यान्डको मुनि दार्जिलिङ सेन्डिकेटदेखि उहाँ लाउनुहोस् फम्बी हेर्नुहोस् है के दामी पाउँछ फम्बी यहाँनिर बडी खानुहोस् फम्बी हेर्नुहोस् है बडी कस्तो राम्रो छ मिठो यहाँ भन्नु नि कस्तो रहेछ मिठो रहेछ आउनुहोस् है तपाईँहरू पनि मिठो छ भने चाहिँ बडीले क्राउन लजको फटाको यहाँनिर पाउँछ फम्बी चिकन मोमो पाउँछ फम्बी पाउँछ यहाँ हेर्नुहोस् कस्टमर पनि आएर छ यहाँ हेर्नुहोस् किन तपाईँहरूले आफै लसुनहरू हालेर बोकेर खान सक्नुहुन्छ गोटाको 50 हो यो राम्रो छ लानुहोस् न अनि खाउ पनि दिन्छ यो मात्रै दिन्न पाके भाउजू कति हो चिकन बोलाउने तरकारी
घरको सौदाहरू किन्दै हिँड्दैछ घर आइपुग्न आँट्यो अब यो होला अब घर आइपुग्न आँट्यो तलबाट हुने घर चाहिँ यहाँनिर हो ऊ माथि देखिरहेको लुगाहरू सुगा माथि माथि हो घर चाहिँ थाके 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 घर आइपुगेँ यहाँ हेर्नु बसिरहेको यहाँनिर सुगर जाते घर आइपुग्यो भर्खर कति बजी 5:30 बजी हो अब तपाईँलाई के सौदा ल्यायो बजारबाट हो तपाईँलाई के भन्छ लुगा फेरेर देखाउने छु ल आइपुग्नु भने यिनीहरू पनि बिरामी पछि पछि आउँछ अहिले यहाँ चाहिँ एउटा यहाँ चाहिँ दुईजना आइहाल्छ दुईजना चाहिँ यहाँ भित्तामा आइहाल्छ पछि पछि आउँदैन